हेलो एभ्रिवान वेलकम ब्याक टु माई मिनी भ्लग। सो आज तपाईँले देखिरहनु भएको छ होला चटकचिटिक परेर है। सो धेरै दिनको बादमा फेरि भ्लग गरिराखेको छु। अहिले त टाइम पनि पाउँदिनँ मैले चाहिँ, खास चाहिँ भन्नु भन्दा चाहिँ। सो अहिले भने चाहिँ हामी बरियाखोप आइपुगिसकेको छौँ। बरियाखोप है 75 इयर्स प्लेटिनियम जुब्ली सेलिब्रेसन आज फाइनल डे हो। सो अहिले भने चाहिँ हामी आइपुगिसकेको छौँ बरियाखोप है। वेदरको साथमा एकदमै मजा आइराखेको छ। यो चाहिँ हो एन्ट्रेन्स गेट है। अनि फिलहाल चाहिँ हामी बसिसकेको छौँ है। हाम्रो सिएम सर अघि नै आइपुग्नु भइसकेको छ नि त, त्यही भएर चाहिँ हामी पनि आइपुगिसकेको छौँ है। यहाँ हुनुहुन्छ मिसहरू, हामी चाहिँ स्कुल स्टाफ आइपुगिसकेको छौँ। हामी आएर चाहिँ यहाँ बस्ती पनि राखेको छौँ फिलहाल है। ग्राउन्ड चाहिँ यस्तो छ यहाँको, एकदम वेदर चाहिँ आज एकदमै दामी भइराखेको छ। तपाईँलाई यादै छ है, पानी पर्नुको कारणले गर्दाखेरि चाहिँ अहिले चाहिँ एकदमै जाडो बढिसकेको छ है। यहाँ माथि ग्यालेरीहरू पनि एकदमै खाली खाली छ होइन, किनभने चाहिँ फुटबल स्टार्टै भएको छैन। सो अहिले भने चाहिँ हामी आइपुगिसकेको छौँ हल है। मैले चाहिँ रबर ब्यान्ड अर्डर गरेको थियो है लास्ट टाइम रेड एन्ड ब्ल्याकमा, तर अनफर्चुनेट त्यो हुनु नसक्दाखेरि चाहिँ मैले त्यो पर्चेस गरेँ है। अहिले भने चाहिँ हामी यहाँ माथि खाना खानु आइपुगिसकेको छौँ फिलहाल। अनि मिसहरूले चाहिँ खाना खानुहुँदैछ। दुःख लाग्दो चाहिँ मेरो चाहिँ हेर्नु न, सेल्फ बोकेर आउनुपर्छ खाना पनि होइन। सो आजको मेरो आउटफिट रहेको छ है। सो के कस्तो देखेको छ है भनिदिनुहोस् होला तपाईँहरू पनि होइन। अनि यो चाहिँ हो तपाईँहरूको बरियाखोप स्कुल है, सिनियर सेकेन्ड्री स्कुल। अनि एकदमै मनपर्छ मलाई यहाँको लोकेसन है। अन्त काम पनि यस्तो मजाले लागिराखेको छ। सरको चाहिँ स्पिच हुँदैछ तल। अन्त अहिले भने चाहिँ हामी यहाँदेखि फेरि फर्केर तल गएर बस्नेछौँ। खानासाना खाइसकेको छौँ। अब चाहिँ भने डान्स स्टार्ट भइसकेको छ बरियाखोपको स्टुडेन्टहरूकोबाट है। अनि यसको पछाडि चाहिँ छ जुम्बा डान्स बरियाखोप स्कुलको नै। अनि त्यो जुम्बा डान्स हुँदै चाहिँ हामी यहाँ एकछिन आएको थियो यतापट्टि स्टेजमा। अहिले भने चाहिँ अब फुटबल स्टार्ट हुन आँटेको छ। यसको पछाडि चाहिँ है हामी चाहिँ एकदमै एक्साइटेड बेसी भइरहेको छौँ फुटबल हेर्नुको लागिलाई है। सो रेड पान्डा भर्सेस सिङ्लिङ स्पोर्टिङ क्लब है। अनि फुटबल स्टार्ट भइसकेको छ है। सो सबैजना प्लेयर्सहरू पनि आइपुग्नु भइसकेको छ होइन। वेदर तपाईँले देख्नुहुँदैछ होला, अब पानी पर्नु लागिरहेछ। चियाको साथमा मैले चाहिँ एकदम फुटबल इन्जोय गरिराखेको छु। आज चाहिँ मैले फिलहाल कम्प्लिट भ्लग गर्नु पाएन किनभने फोन डेट हुन आँटेको थियो मेरो होइन। अनि सर्ट क्लिप्सहरू गरिराखेको थिएँ। सो यहाँ चाहिँ पेनल्टीमा चाहिँ हाम्रो सिङ्लिङ स्पोर्टिङ क्लबले जितिसकेको छ है यो म्याच चाहिँ। अनि हामीलाई पनि एकदमै मजा आयो होइन। 1-1 म्याच भयो नि त। यस्तो म्याच चाहिँ हेर्नु मजा आउँछ क्या। त्यो एकपट्टि मात्रै गोल बेसी खाएको चाहिँ हेर्नु मजा आउँदैन नि त। सो एकदमै डरलाग्दो खालकै गेम भइराखेको थियो। हामीलाई पनि एकदमै इन्जोय भयो होइन। अनि त्यही हो गाइस है, तपाईँलाई के कस्तो लाग्यो। अहिले फिलहाल चाहिँ सबैजना घरतर्फ निक्लिसकेको छौँ होइन। यहाँ हुनुहुन्छ मिसहरू है। अनि यहाँ हुनुहुन्छ पस्नाको मम्मी है। अनि अब हामी पनि निक्लिनुपर्ने छ मिसहरूलाई ड्रप गर्दै। यहाँ चाहिँ मेरो बहिनी, यहाँ छु म। अनि बहिनीलाई चाहिँ कति जाडो भइराखेको छ तपाईँलाई याद भएकै कुरा होइन, किनभने वेदर यस्तो भइसकेको छ, फगी नै फगी लागिरहेछ। फिलहाल चाहिँ हामी सबैजना ड्रप गर्दै गर्दै सोरेङ पुगेर तेल हालेर पनि हामी घर आइपुगिसकेको छौँ होइन। म छु यहाँ, मेरो छेउमा छ बहिनी है। सो गाइस आजको लागिलाई भिडियो यति नै हुनेछ। सो हेर्दै गर्नुहोस् होला र धेरै माया र सपोर्ट पनि गरिदिनुहोस् होला। होप यु गाइस आर अल्सो इन्जोइङ माई ब्लग। सो सी यु इन नेक्स्ट ब्लग। टिल देन स्टे सेफ, बाई।